आज हामी एउटा निकै मार्मिक कथा मातृत्वको गहिराईमा डुबुल्की मार्दैछौँ। यो कथाले एउटी आमाको प्रेम र उनको व्यक्तिगत चाहना बीचको त्यो शक्तिशाली द्वन्द्वलाई एकदमै सुन्दर ढङ्गले देखाउँछ। आउनुहोस् यो कथालाई अझ नजिकबाट निहालौँ। ल, कथाकी मुख्य पात्र हुन् ममता, एक यस्तो महिला जसको पुरै जीवन, पुरै संसार नै आफ्ना छोराछोरीको वरिपरि घुमेको छ। उनको लागि मातृत्व नै उनको पहिचान हो, उनको सबथोक हो। तर सोच्नुस् त, के हुन्छ होला जब जीवनले नै कुनै आमालाई प्रेम र मातृत्वमध्ये एउटा छान्नुपर्ने अवस्थामा ल्याइ पुर्याउँछ? हो, यही मार्मिक प्रश्न नै यो कथाको मुटु हो, जसले हामीलाई गहिरो सोचमा डुबाउन बाध्य बनाउँछ। कथा अगाडि बढ्छ ममताको अलि उजाड जीवनमा सुबोधको प्रवेशसँगै। सुबोधको आगमनले उनको जीवनमा फेरि एकपटक साथ र स्नेहको नयाँ आशा जगाइदिन्छ। उनीहरूको सम्बन्ध बिस्तारै बिस्तारै गहिरो हुँदै जान्छ। सुबोधले ममताको लागि चुरोट समेत छोडिदिन्छ। यस्तै साना साना तर अर्थपूर्ण कुराहरूले ममतालाई फेरि एकपटक आफू मूल्यवान छु भन्ने महसुस गराउँछ र उनको मनमा खुसीको आशा पल्लाउन थाल्छ। सुबोधको यो कुराले उसको सुरुवाती आकर्षणलाई प्रष्ट पार्छ। उसले ममताको जीवनमा फेरि रङ भर्ने प्रयास गरिरहेको थियो, उनलाई आफ्नो शोकबाट बाहिर निकाल्न खोजिरहेको थियो र उसको यही कुराले ममताको मन छोएको पनि थियो। तर जति जति सम्बन्ध गहिराइँदै जान्छ नि, सुबोधको चाहना र ममताको जिम्मेवारी बीच एउटा ठूलो खाडल देखिन थाल्छ। हो, यहीँबाट कथामा तनाव बढ्न सुरु हुन्छ। यहाँ हेर्नुस् त, कथाको मुख्य द्वन्द्व कति स्पष्ट छ। एकातिर सुबोध छन् जसलाई ममताको पूरा ध्यान चाहिन्छ, व्यक्तिगत प्रेम चाहिन्छ, सिनेमा हेर्न र बाहिर घुम्न जानु छ। अनि अर्कोतिर ममता, जसको संसार नै छोराछोरीको हेरचाह र घरको काममा छ। यी दुई फरक दुनियाँ बीचको टकरावले उनीहरूको सम्बन्धमा दरार ल्याउन सुरु गरिहाल्छ। र त्यसपछि आउँछ त्यो क्षण जहाँ सुबोधले आफ्नो स्वार्थीपनको पराकाष्ठा देखाउँछ। यो मागले ममतालाई उसको अपेक्षा कति असम्भव छ भन्ने कुराको सामना गर्न बाध्य बनाउँछ। यो नै कथाको त्यो मोड हो जहाँबाट ममताको सुबोधप्रतिको दृष्टिकोण नै बदलिन थाल्छ। सुबोधको यो कुराले त ममताको मनमा चसक्कै बित्छ। उनले तुरन्तै बुझ्छिन् कि छोराछोरीप्रतिको माया र जीवनसाथीप्रतिको प्रेम दुई बिल्कुलै फरक कुरा हुन्, जसलाई एउटै तराजुमा झोक्नै मिल्दैन। मातृत्वको प्रेम निस्वार्थ हुन्छ, तर सुबोधको प्रेममा त अधिकारको भावना देखियो। अब कथा एउटा यस्तो मोडमा पुग्छ, एउटा सङ्कटको घडीमा, जसले सम्बन्धको वास्तविक परीक्षण गर्छ र सबैको असली अनुहार देखाइदिन्छ। त्यो सङ्कट के थियो? एक साँझ ममताकी सानी छोरी हराउँछिन्। यो घटनाले कथामा एक्कासी डर र अत्यासको स्थिति सिर्जना गरिदिन्छ। अब सोच्नुस् त, एउटी आमाको लागि योभन्दा ठूलो डर के हुन्छ? ममताको त होसै उठ्छ। उनी बहुलाई जस्तै भएर छोरीलाई खोज्न यताउता दौडिन थाल्छिन्। तर यस्तो बेला जब उनलाई सबैभन्दा धेरै सहारा चाहिएको थियो, सुबोधको प्रतिक्रिया सुन्नुस् त, एकदमै चिसो र मतलब नभएको जस्तो। ममताको छटपटी र पीडाप्रति उसको यो व्यवहारले उसको असंवेदनशील अनुहारलाई उदाङ्गो पारिदिन्छ। हो, त्यही एउटा क्षण, त्यही एउटा वाक्यले ममतालाई भित्रीदेखि तोडिदिन्छ। सङ्कटको घडीमा जब साथको सबैभन्दा बढी आवश्यकता हुन्छ, त्यही बेलाको यो व्यवहारले उनको विश्वास र मन दुवै टुक्रा टुक्रा पारिदिन्छ। तर कहिलेकाहीँ यस्तै सङ्कटले नै हामीलाई सही बाटो देखाउँछ। यहाँबाट कथा समाधानतिर लाग्छ र ममताले एउटा अन्तिम र शक्तिशाली निर्णय लिन्छन्, जसले उनको जीवनलाई नै बदलिदिन्छ। त्यो घटनापछि ममताको आँखा खुल्छ। उनले के बुझ्छिन् त? पहिलो, सुबोधको प्रेम त पुरै स्वार्थी रहेछ। दोस्रो, उसका लागि छोराछोरी सधैँ दुश्मन जस्तै बने, ईर्ष्याको पात्र। अनि उनले बुझ्छिन् कि रगतको साइनो र पछि गाँसिएको सम्बन्धमा आकाश जमिनको फरक हुँदो रहेछ। र सबैभन्दा महत्त्वपूर्ण कुरा, उनले यो सत्यलाई अँगाल्छिन् कि उनको जीवनको जग भनेकै उनका छोराछोरी हुन्। ममताले आफ्नो यो बुझाइलाई एउटा अद्भुत उपमामा व्यक्त गरेकी छिन्। उनको यो भनाइले नै सबै कुरा स्पष्ट पार्छ। उनले आफ्नो जीवनमा कसको स्थान कहाँ छ र के कुरा साँच्चै महत्त्वपूर्ण छ भन्ने कुरा राम्ररी बुझिसकेकी छिन्। र जब उनले यो निर्णय लिन्छन् नि, उनलाई कस्तो महसुस हुन्छ थाहा छ? मानव वर्षौँदेखि घाँटीमा अड्किएको ढुङ्गा खसेर पुरै हलुङ्गो भयो। त्यो मानसिक बोझ, त्यो द्वन्द्व सबै सकियो। उनी स्वतन्त्र महसुस गर्छिन्।
यो कथाले हामीलाई एउटा गहिरो प्रश्न सोधेर छोडिदिन्छ। के मातृत्व भनेको खालि त्याग र अनन्त जिम्मेवारी मात्रै हो त? कि यो त्योभन्दा पनि ठूलो कुरा हो, एउटा शक्ति, एउटा पहिचान जसले हरेक चुनौतीसँग लड्ने हिम्मत दिन्छ? यही प्रश्नमाथि सोच्दै आजको लागि यो चर्चा यही टुङ्ग्याऊ।